आजभोलि म घर हेर्नुहोस् आएको छु हजुर, नि त हाम्रो बुवाले गाउँमा। मही पार्दै हुनुहुन्छ। अनि म हेर्दै थिएँ यता मान्छेहरू पढ्दैछन्। आजले मही पारेर हेरिरहेछन्, मुख बनाइछन्। यता बुवाले मही पारिरहनु भएको छ। अहिले एकछिन अघि निस्किन्छ। हजुर पारिरहनु भएको छ। कति मेहनत लाग्छ यसमा। बुढो मान्छे घर पर्दा कति धेरै मेहनत लाग्छ यसमा। त्यही पनि गरिरहनु भएको छ। यता नानी पढ्दैछिन्। टेबल पढ्न पठाएको 15 को पढ्दैछिन्। अनि त्यसपछि हामी टमाटर गोलभेडा टिप्न आएको। हजुर यता गोलभेडा पाकिरहेको थियो रातै। त्यसपछि म यता गोलभेडा टिप्दैछु गाइज। ल हेर्नुहोस् त आफ्नै करेसाबारीमा फलेको टिप्दैछु। यति भयो, अझै टिप्ने हो। भुइँमा राखेर देखाएको। हेर्नुहोस् हजुर हाम्रा कुखुरा फेरि टिप्नेछु। अनि मेरो छोरी क्यामराम्यान रे। मैले टिप्दैछु, छोरीले भिडियो बनाउँदैछिन्। अनि म उतातिर जाँदैछु कसरी उतापट्टिबाट फेरि गोलभेडा टिप्नलाई टिप्दैछु। हाम्रो कुखुराहरू यतापट्टि आएँ म। यतापट्टि आएँ अनि यता म टिप्दैछु। छोरीले के भन्यो थियो, छोरीले जिस्काएकी थिइन् अनि त्यही भएर म हाँसेको। फेरि टिप्दैछु देखाएको। अब मागेको मोबाइल अनि फेरि यताबाट देखाएको। एक कटुरा भयो। छोरीले सोध्दैछिन्। फेरि खुर्सानीको पालो। हजुर खुर्सानी आजभोलि त्यति फलेको छैन। 1-2टा थियो, त्यही पनि टिप्दिएको। अनि फेरि यता कुखुरा हेर्नुहोस् कति अल्गो छ खुर्सानीको बोक्रो। यता फेरि म अर्को खुर्सानी टिप्न आएको। अनि यता हाम्रो करेला गरिरहनु फलिरहेको छ। अझ सानो करेला। फेरि यतापट्टिबाट फेरि यहाँ पनि फलिरहेको छ। यता पनि। अनि बाख्रा हाम्रो गाई फेरि बुवाले त घिउ निकाल्दै हुनुहुन्छ। घिउ निकालेर चढाउन पर्छ अरे, त्यही पूजा गर्दै हुनुहुन्छ, घिउ चढाउँदै हुनुहुन्छ। चढाइरहनु भएको छ।
अब फाइनली म घिउ चढाएर गयो अनि घिउ निकाल्दै हुनुहुन्छ हाम्रो बुवाले। अहिले घिउ नै आएन, छोरी आएको थियो अनि छोरीले मक्खन खान्छु भनेर बुवाले कटोरीमा हाल्दै हुनुहुन्छ नानीको लागि। उनले खाँदैछिन्, यसलाई मिठो भएन अरे। अब फेरि यता ऐना टिपेको टमाटर अनि अचार बनाउने तयारी। यो हाम्रो मिक्सी अनि यता फेरि तयारी हुँदैछ। मिक्सी लगाएँ मैले अनि फेरि 2-4 जना टिमुरका 2-4 जना टिमुर हालेपछि स्वाद मिठो हुन्छ नि। 1-2टा और हालिदिँदै यसो त्यो बन्द गरेर राखेको। अब हामी खिच्ने तयारीमा छौँ। अब हल्का स्वाद अनुसार नुन, पुदिनाहरू, फेरि त्यसपछि ढक्कन बन्द गर्ने अनि फेरि मिक्सीमा लगाइदिने। त्यसरी मिक्सी चलाउँदैछु अनि चालु गर्ने, पिसिन्छ। पिसिँदैछ हाम्रो अचार। फेरि एकचोटि हेर्ने, फेरि चम्मचले चलाउने। भयो कि भएन भनेर चम्मचले हेर्दै पिस्नुपर्छ। अनि त्यसपछि यता हाम्रो भित्तामा हजुर मकर छ यति ठुलो। नानीले त्यही देखाउँदै थिइन् अनि फेरि यता मैले फेरि चम्मचले हेर्दैछु भयो कि भएन भनेर। त्यसै छोरीले मलाई यता हेर्नु भन्दै थिइन् अनि फेरि बसेर मैले मोबाइल मागेँ अनि त्यसपछि अचार देखाउँदैछु। अचारलाई आँप र ओलभेडाको अचार कति मिठो चाहिँ देखिया छ। अनि म यस्तै टक्क लाएर बसेको अनि चाख दिने देखेँ फेरि हल्का अमिलो भयो, अमिलो कति अमिलो। फेरि मैले मोबाइलमा